मिनी भयो तपाईँहरूलाई स्वागत छ म नामसाङ र म चाहिँ आज के भन्छ सुपर मार्केट जान गएको सुपर मार्केटमा चाहिँ हामी मासु किन्न जानु लाग्यो खै हामी चाहिँ लोकेसन हेरेर गएको थियो होइन यहाँनिर नेपाली पसल रहेछ है तपाईँ कामाइरोको नजिक आउनु भने नेपाली पसलमा अब चाहिँ हामी यहाँ खाना आउनुपर्छ है राम्रो छ नि होइन बासी राम्रो हुन्छ थाहा होइन हामी यहाँको चाहिँ नयाँ नयाँ हो नि त नेपाली पसल किन गएको भन्ने थाहा उसले हाम्रो रुम नजिकै गएको अनि त्यसपछि हामीले झोल मोमो खाएको होइन झोल मोमोको भित्र फ्रुट राइस के भन्छ फ्रुटजन के भन्छ है त्यसलाई अनि त्यसमा चाहिँ कस्तो त्यो मोमोभित्रको उसमा खानेकुरामा खै सेतो कि फोक्सी समथिङ त्यस्तो टाइपको थियो कि त्यही भएर खाना पनि कस्तो अर्कै भयो कि मैले चाहिँ खाएँ त्यो चाहिँ खाना कस्तो अर्कै भयो एलर्जी भयो नि त अनि यसलाई त्यसपछि हामी चाहिँ नेपाली पसलहरू अलिक डराउँछ तर सबै नेपाली पसल भनेको होइन त्यो पसलमा चाहिँ प्रायःहरू नेपाली नजाँदो रहेछ कि मतलब यो एरियामा नेपाली नै छैन कि हामी पनि भर्खर आएको नि त होइन त्यही भएर त्यस्तो पसलको बिल्ला गर्नु खोजेको होइन हामी चाहिँ जस्तो त्यस्तो थियो भन्छ है त्यही हो हामी चाहिँ सुपर मार्केट जाँदैछौँ उसको मोबाइलमा लोकेसन हेर्दा होइन अनि त्यसपछि म चाहिँ यहाँ भिडियो गरेर छु राम्रो छ है त अहिले कति बज्यो अहिले 9 बज्यो होइन 9 बजी छ त्यत्रो खुजुरी छ होइन यो ठाउँ निस्किएको दिन होइन तपाईँहरूलाई पनि थाहा हुनसक्छ तर हामीले प्रायः थाहा होइन भर्खर आएको थियो हामी चाहिँ पहिला ओसाका बसेर गयो टोकियोमा गाह्रो छ हात पाटिसक्यो फाइनली गाइड हामी चाहिँ सुपा गएर मासु चाउचाउ साग काँक्रा गाजर अन्डा के अरू सबै च्याउहरू सबै किनेर आयो है गाडी चाहिँ यहाँ प्लास्टिकमा छ यसमा छ ब्याग होइन त्यो 2500 जतिको किन्यो गाह्रो छ नि हौ देखाएको छ है म चाहिँ टक्क चाउचाउसँग मलाई चाहिँ रामेन लभर हो नि त कसैले चाहिँ सुकिना कोटो के हो भन्ने चाहिँ रामेन कोटो जस्तो भन्छ होइन त्यही हो के भन्न लाग्थ्यो तिमीले भन न ऊ चाहिँ मेरो साथी है अनि के भन्छु अब त्यही हो मिनी भ्लग्स होइन के छ अब यस्तो ल अर्को मिनी भ्लगमा भेटौँ न हामी चाहिँ अब घर जानु लाग्यो है सायनारा गरिदियो बाई बाई हामी चाहिँ फेरि त्यही पसलमा आयो कि बाटो नै त्यही हो अनि पसलमा आइहाल्छौँ होइन एक दिन मोमो खान चाहिँ आउँछु ल यो पसल अहिले पनि ओपन छ यो पसलको दाइले हेर्नुभयो भने मलाई लाइक गरिदिनु नजिक रहेछ त अब किन मलाई राम्रो यो मिसिओजीमा किन राम्रो लाग्यो थाहा भयो सुपा नजिक छ अनि त्यसपछि कम्बिनहरू सबै नजिक छ नि त त्यही भएर त्यस्तो खुलाउनु चाहिँ हुँदैन यस्तोमा होइन ल गाइस अर्को मिनी भ्लगमा भेटौँ ल मेरो हात पाकिसक्यो हात दुखिसक्यो यार साँच्ची भनेको बाई